यो महावीर पुलले म 8 राख्छु भनेर उहाँले चाहिँ जिम्मा लियो र उहाँले गरिराख्नु भएको छ। सरकारको त 1 रुपैयाँ लगानी त्यहाँ छैन, तैपनि 8 राखेर गर्दैछ। के यो वीरगञ्जको बीच शहरमा जुन अहिले धुवाँ यहाँको प्रदूषणले गर्दाखेरि जनतालाई प्रभावित हुन्छ भनेर यहाँ चिनीमेल नहुँदा ठिक्क हुन्छ भनेर यसमा के छ? यसमा के छ भने महावीर पुञ्जीले जुन गरिराख्नु भएको छ भने कृषि औजार कारखाना त्यो यसको भन्नुस् न 2 आनामा छ, 10% मा छ। यसको इन्फ्रास्ट्रक्चर, यो चिनी मेलको इन्फ्रास्ट्रक्चर यदि क्याल्कुलेट म्याथमेटिकली हिसाबले जो जियोग्राफिकल हिसाबले हेर्नु पर्यो भने यो भन्नुस् न यो एसियामा कुनै लेभलमा हुन्छ, कुनै टप 10 मा भन्नुस् न चिनी मेलको टप 10 मा यो सुगर मिल आउँछ। यसको इन्फ्रास्ट्रक्चर यति इन्लार्ज छ। के राज्य त्यति कमजोर छ कि अर्बौं रुपैयाँ लगानी गरेर यसमा चाहिँ सञ्चालनमा ल्याउन सक्दैन? सरकारले ल्याउन सक्छ, तर सरकारसँग अहिलेसम्म स्पष्ट नीति नभएर यो अन्योलमा परेको छ। हामीहरूको सबै मात्र सरकार अन्योल। यहाँ के प्रोसेसिङ हुन्छ तपाईँ? यहाँ म सरसरी म भनिरहेको छु, उताबाट उखी आउने त्यो सम्झानु हुन्छ, ऊख फिडिङ गर्छ उताबाट आउँछ, अनि उखुलाई यहाँ चेन कन्भेयर माथि त्यो पेराई हुन्छ। उखु पेराई भइसकेपछि सबै रसहरू यतातिर जान्छ अनि सिटीहरू यता आउँछ। अनि यो 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 प्रोसेस हो, चिनी बनाउने प्रोसेस यताबाट सुरु हुन्छ। हेर्दै जानुस्, क्यामेरा भाइहरू हेराउनुस्, प्रोसेस सबै यता हुन्छ। अनि सिटीहरू यहाँ आएर स्टिम बनाउँछ बोइलरमा, बोइलरबाट स्टिम बनाएर त्यहाँ टर्बाइन छ, हामीहरूको 2टा टर्बाइन छ। म भित्र अहिले हेराउँछु। यो टर्बाइन यहाँ छ, यो स्टिम बनाउने, यो स्टिम आउँछ, यो स्टिम पाइप हो। स्टिम पाइपबाट यहाँ टर्बाइन छ, 2टा हामीहरूको टर्बाइन छ। टर्बाइनमा के हुन्छ? यहाँ टर्बाइनबाट हामी विद्युत निकाल्छौँ। त्यो विद्युत के हुन्थ्यो भने हामीहरू विगतमा चाहिँ विद्युत यहाँबाट चाहिँ वीरगञ्जवासीलाई सप्लाई हुन्थ्यो कि हुँदैन? वीरगञ्जसम्म जान्थ्यो, वीरगञ्जसम्म सप्लाईको वर्ष मलाई त 47 वर्ष भयो। अनि यसमा तपाईँ के गर्नुहुन्छ अहिले? अहिले म यही विद्युत होइन, म टर्बाइन यो पैनल्समा मैले बस्थेँ। मेरो काम यो पैनल कन्ट्रोल गर्नेलाई। र यो चिनी मिल सञ्चालनमा लाउन सकिन्छ कि सकिँदैन? सर यसमा रिपेयरिङ राम्रोसँग मर्मत गरियो भने राम्रोसँग आउन सक्छ। हो, अनि त्यसपछि यो जुन वीरगञ्जको बीचमा छ र बीचमा हुँदाखेरि के यसले मतलब वीरगञ्जवासीलाई प्रभावित गर्छ? वीरगञ्जवासीलाई प्रभावित गर्दैन होइन। यसमा त धुलो पनि उड्दैन, धुलोहरू पनि उड्दैन। जुन अलि हुन्छ यसको अलि आवाज हुन्छ नि, कुन कुन आवाज अलि बढी गर्ने त्यो मात्रै हुन्छ। यो 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 के छ भने यो कुनै केमिकल फ्याक्ट्री होइन। यहाँबाट त दूषित कुनै केमिकल चाहिँ रिलिज गर्दैन यो फ्याक्ट्रीले। मिठास वाला उसमा मात्रै सेन्ट आउँछ रस होइन। यसबाट टक्सिस ग्यासेस जुन हुन्छ, जुन आँखामा जान्छ, मान्छेहरूको छालामा त्यो प्रतिरोध गर्छ, त्यस्तो केही पनि छैन यहाँ। त्यो केमिकल फ्याक्ट्रीहरूमा हुन्छन् यस्ता यस्ता प्लान्टहरू हाम अरू सहरहरूभित्र छन्, त्यसले कोही इफेक्ट पार्दैन। र यहाँको के अवस्था छ र उहाँले भनेको हिसाबले यो 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 चाहिँ पाइनल हो, विद्युतलाई कन्ट्रोल गर्ने। अनि यही फिडर हो। त्यो जुन बेला चाहिँ वीरगञ्जमा सप्लाई हुन्थ्यो बिजुली, यही फिडरबाट सप्लाई हुन्थ्यो। त्यो बेला के हुन्थ्यो भने हामीहरू बाहिरबाट बिजुली लिइराखेको थिएन, यहीँबाट हामीहरूसँग सबभन्दा चिनी मेलमा अहिले हामीहरू बुझेको छौँ। के बुझेको छौँ भने चिनी मेलबाट चिनी उत्पादन गर्ने मसिन मात्र रहेछ। तर त्योभन्दा एउटा विज्ञको नाताले म के हेर्न चाहन्छु, मेरो नजरमा अहिले चिनी भन्दा इम्पोर्टेन्ट हाम्रो 2टा टर्बाइन हो, जसबाट 5 देखि 7 मेगावाटको बिजुली हामीहरू अझ पनि सरकारले चासो लिए भने हामीहरू यहाँबाट ऊर्जा निकाल्न सक्छौँ। अनि त्यो विद्युतलाई हामीहरू पर्सा जिल्लावासीलाई, महानगरलाई सजिलैसँग दिन सक्छौँ, जसबाट हामीहरूको बिजुलीको बचत हुन्छ। अनि बढी भएको बिजुली चाहिँ तल झर्दैछौँ र यो तल झर्दाखेरि यहाँका मसिनहरूको अवस्था के छ र यहाँ विज्ञसँग हामी जानकारी लिन्छौँ। यो मसिनको अवस्था के छ? अहिलेसम्म मैले जुन हेरेको छु मसिनहरू सबै एकदम राम्रो कन्डिसनमा छ। प्रब्लम के छ भने सबैमा जङ लागेको छ, त्यसको लागि ट्रिटमेन्ट गर्नु पर्यो। यदि ट्रिटमेन्ट गर्यो भने त्यो जङहरूलाई हटायो भने अझ मसिन काम गर्न सक्छ। केही मोटरहरूले यो केही मोटरहरू छ, त्यो फिडिङ मसिन हो। त्यो फिड गर्ने, त्यो उखुको रसलाई फिड गर्ने हो, यहाँबाट फिड गरेर माथि पठाउँछ। हामी अगाडि बढ्दै जाउँ क्यामेराम्यान, र यताको अवस्था के छ र यहाँको जुन मसिनको अवस्था जुन जीर्ण अवस्थामा छ, अर्बौंको लगानी यहाँ खेर गइरहेछ। यहाँ के छ, जुन तपाईँले जिङ अवस्थामा हेरिराख्नु भएको छ, तर इन्टर्नल पार्ट जुन मसिनको छ यो कभर रहेछ। यो मसिनको यो कभर हो, क्लेडिङ भनिन्छ त्यसलाई। तर भित्रको जुन पाइप छ अझ एक राम्रो कन्डिसनमा रहेछ, यसमा केही प्रब्लम छैन। यहाँ ओभरअल हेर्नु भने 70% मसिनका पार्टहरू अहिले फङ्सनलमा छ। यदि हामीले त्यसलाई रिपेयर गर्यो भने अझ स्थिति के छ, यहाँको मसिनको स्थिति के छ, त्यो त्यही हो। यो यस्तै हो। यो ड्रमहरू छैन, यो होइन मेजरिङ टङ्की हो। यो उताबाट जुन जुस आउँछ नि,
अनि यो ट्याङ्कीमा भयो यो त्यसबाट होइन तल आउँछ तलबाट ऊ पाइपहरूद्वारा यो क्वाडमा जान्छ। अझै अगाडि हामी बढौँ। अहिले के छ स्थिति र अवस्था, जुन चिनी मिलको जीर्ण अवस्था, जुन 22 वर्षदेखि यहाँको अवस्था जुन हामी देखाइरहेछौँ र यहाँ हाम्रो विज्ञजी लगायत यहाँ जुन अहिले हेरिराख्नु भएको छ र उहाँले यो संरक्षणको लागि र यहाँको अवस्थाको बारेमा यो के हो? यो हाम्रो सर के हो यो ग्यासको हो, यो ग्यासको होइन। यहाँ त्यहाँ ऊ ग्यास मोटर छ होइन, भ्याकुम त्यो ग्यासवाला हो। त्यो उसले चाहिँ यसबाट चाहिँ ग्यासले ऊ होइन हाम्रो जो सफा हुन्छ नि जुस, अनि त्यसमा यो के छ, यो अवस्था के छ? यो के छ भने यो हिटर हो, यो हिटर टाइपको हो। यहाँ हिट गर्छ। यसमा प्रब्लम के छ भने अहिले समस्या के छ भने अहिले जुन मोटराइजेसन जमाना आएछ अपग्रेडेसनमा, यहाँ हेर्नु यो पुरानो जमानाको मोटर रहेछ। अहिले जुन नयाँ सिस्टममा जुन छ यो मोटरको क्यापेसिटी होला त्यो 4000-5000 वाटको है। अहिले जुन आएछ मसिनहरू यो 2500 वाटमा त्यो मसिन यस्तै काम गर्छ, तर बिजुलीको कन्जम्सन कम हुन्छ। अहिले चाहिँ सञ्चालनको लागि यस्ता पार्टहरूलाई हामी निकालेर नयाँ पार्टहरू राख्ने हो। त्यही हो यहाँ अपग्रेड भनेको त्यही हुनुपर्ने। यो सबै पार्टहरू जुन यो मेसिनको अवस्था के छ? यो मसिनको अवस्था अफकोर्स हेर्ने बित्तिकै यो जीर्ण अवस्थामा देखिरहेछ, तर यहाँ भल्भहरू यसले भल्भ भन्छ बन्द गर्ने अनि खोल्ने, अनि यो सरसफाइ नभएर यहाँ जङ लागिसकेको छ कि यो सबैलाई क्लिन गर्नु पर्यो, सबैलाई ट्रिटमेन्ट हुन्छ अनि ट्रिटमेन्ट गरेर यसलाई पुनः सञ्चालन गर्न सकिन्छ। यो यसमा कुनै खराबी छैन। यो के छ? यो के छ? यो कुन पार्ट हो यो चिनी मिलको? यो जुन यो सबै सर यो के हो, यो हाम्रो जुन यो हुन्छ नि यो बाइलरबाट आउँछ नि स्टिम हो, त्यो स्टिमले होइन, स्टिम ल्याएर त्यहाँ जुन पकाउँछ नि रस पकाउँछ जुस, त्यही स्टिमवाला पाइप हो। ल यसै सन्दर्भमा हामी अहिले अगाडि बढ्दैछौँ। क्यामेराम्यान यता पनि फोकस गर्नु। यहाँको अवस्था के छ? यो जुन मसिनको अवस्था कुन अवस्थामा छ? जीर्ण अवस्थामा हामी देखिरहेछौँ। 22 वर्षदेखि जीर्ण अवस्थामा छ। अहिले नयाँ बनेको सरकारले जुन आफ्नो घोषणापत्रमा पनि लेखेको थियो कि चिनी मिल लगायत देशका अनेक उद्योग कल कारखानालाई सञ्चालनमा लाउने जीर्ण अवस्थामा रहेको र यो के छ? यो सबै प्रोसेस नै हो। त्यो चिनी बनाउने प्रोसेस जुन हामीहरू उताबाट हेरेको हो त्यही प्रोसेस भएर यहाँ फाइनल जान्छ, जहाँ चिनी निस्कन्छ हामीहरूको त्यो प्रोसेस माध्यमबाट के कस्तो अवस्थामा छ यो जुन हामी हेरिरहेछौँ? यो कस्तो अवस्थामा छ? अघि नै भनिसके यहाँ जुन मसिनका पार्ट्सहरू छन्, जुन मोटरहरू छन्, त्यो मोटरहरूलाई हामीले चेन्ज गर्नु पर्यो। मोटर पुरानो कम्पनीका मोटर हो। यसले विद्युत यसको क्यापेसिटी चाहिँ बढी छ तर काम कमै हुन्छ यसको। यस्ता मोटरहरूलाई यिनीहरूलाई चेन्ज गर्नु पर्यो यदि पुनः सञ्चालन गर्ने हो भने। जस्तै यसमा काम गर्नको लागि यसरी इजी छैन। जुन हिसाबले हेरिरहेछु मसिनको अवस्था यति इजी छैन यो सञ्चालन रिसञ्चालनको। सरकारले जसरी भनिसकेको छ हामी वीरगञ्ज चिनी कारखाना सञ्चालनमा ल्याउँछौँ, यो यति इजी छैन। यसको लागि स्ट्रङ टिम चाहियो अडिट गर्नको लागि। यो अडिटको लागि सबभन्दा पहिले 2 महिना 3 महिना 24 घण्टा हामी मिलेर काम गर्नु पर्यो। र देश र राष्ट्रको लागि तपाईँ के 24 घण्टा टाइम दिनुहुन्छ? निःशुल्क रूपमा? एकदम सरकार सम्बन्ध यहाँ पर्सा बारा जिल्लाको किसानदेखि लिएर यहाँका मजदुरहरूको जुन बेहाल छ, उनीहरूको जुन आश लागेछ यसप्रति चिनी मिलपछि, त्यो आश जिन्दा हुन्छ। भोलिको दिनमा फेरि उनीहरू यहाँबाट हजारौँको तादादमा जति मजदुरहरू काम गर्थ्यो, किसानहरूको जुन आश थियो, किसानहरू उखु फेरि रोप्न थाल्छ। मेरो जुन सपना हुन्छ नि साकार हुन्छ। मैले 25 वर्ष लगाएको काम आज विज्ञता मेरो यहाँ आएर म केही गर्न सकेँ भनेर मलाई सन्तुष्टि हुन्छ। यसै क्रममा हामी अहिले अगाडि बढौँ र यो जुन अहिले यो मेसिनको अवस्था यहाँ के हुन्छ? यो सलाइजर उताबाट जुन रसहरू हुन्छ नि तिनै प्रोसेस थ्रो ल्याएर हामीहरू कहिलेकाहीँ हिटअप गर्छौँ, कहिलेकाहीँ फस्फरस हाल्छौँ। त्यसलाई चिनीलाई त्यो एस्टाब्लिस गर्नको लागि त्यो व्हाइट कलर जुन सेतो कलरमा चिनी डेभलप हुन्छ, यो सबै प्रोसेस थ्रु नै आउँछ अनि माथि जान्छ चिनीको लागि। धन्यवाद। यसमा केही पार्ट्सहरू छन् जुन चाहिँ यसलाई हामीले चेन्ज गर्नु पर्यो अनि मोडर्नाइजेसनको हिसाबले अपग्रेड पनि गर्नु पर्यो। बाँकी जुन खिया लागेको छ यसलाई एउटा ट्रिट हुन्छ, ट्रिटमेन्ट गर्यो भने त्यो खिया जान्छ। त्यसलाई पोलिस गर्नु पर्यो, फेरि रिपेन्ट गर्नु पर्यो। रिपेन्ट गरेर यो मसिनलाई फेरि पूर्ण रूपले हामीले यहाँबाट त विद्युत पनि उत्पादन हुन्छ र वीरगञ्जवासी 12 पर्सा रौतहटवासीलाई पुग्ने खालको विद्युत यहाँबाट हुन सक्छ। हामी अहिलेसम्म जनताले बुझेको मात्र चिनी हो, कन्सेप्ट जुन थियो नि चिनी हो, तर हामीहरूसँग दुईटा छ, एप्पल एन्ड अरेन्ज। हामीहरूसँग दुईटै त्यतिकै भ्यालु छ।
जति चिनी उत्पादन यहाँबाट हुन्छ त्यतिको विद्युत पनि यहाँबाट उत्पादन भइरहेछ, जुन प्राय जनताहरूले थाहा छैन। जुन विद्युत पहिला उत्पादन भएको बेलामा हामीहरू यहाँको समग्र वीरगञ्जवासीले यहाँको विद्युतबाट काम चलाउँथ्यो। त्यो एउटा अझै टर्बाइन, 2टा टर्बाइन छ हामीहरूसँग, 2टा बोइलर छ, जसबाट हामीले विद्युत अहिले पनि सञ्चालन गर्न सकिन्छ।